तपाईको दुईटै घुँडाको एक्सरे गरेर हेर्दाखेरि ओस्टियोआर्थराइटिस ग्रेड 2 देखिरहेछ है। अहिले चाहिँ तपाईकै ब्लड रातो ब्लड निकालेर रातो ब्लडबाट सेतो रगत छुट्याएर जसलाई चाहिँ हामी पिआरपी भन्छौँ त्यो पिआरपी दुईटै घुँडामा लगाइदिन्छु। यो पिआरपीले हजुरको घुँडाको दुखाइ कम गर्नुको साथसाथै जुन झिल्ली सुनिएको छ त्यसलाई पनि घटाउँछ। दुख्ने पनि बिस्तारै कम भएर जान्छ। राति सुतेको बेलामा हुने दुखाइ पनि घटेर जान्छ र हिँड्ने बेलाको दुखाइ पनि घटेर जान्छ है। उहाँको ब्लड झिक्न लागेको ल ब्लड झिकिसक्यो है। अब रातो ब्लडबाट सेतो चाहिँ बनाउन लागेको। उहाँको पिआरपी रेडी भइसक्यो। मेसिनबाट झिक्न लागेको। अब रातो रगतबाट सेतो चाहिँ छुट्याएर अर्को सिरिन्जमा झिक्न लागेको। ल उहाँको घुँडामा अब राख्न लागेको। ठिक छ, हजुरलाई दुखेको छैन नि? छैन। छैन। डराउनु भएको छैन नि? छैन हजुर। छैन है। ल सकिन नै लागिसक्यो अब। ल राखिसक्यो हजुरलाई। ल भइसक्यो है हजुर। दुखेन नि हजुरलाई? दुखेन। अब मजाले हिँडेर जान सक्नुहुन्छ। हजुर कहाँबाट आउनु भएको? सप्तरी राजविराजबाट। सप्तरी राजविराजबाट? हजुर। ल भोलि मजाले सप्तरी राजविराज जानु, केही समस्या हुँदैन है। हजुर। अब अर्को डोजको लागि 3 हप्तापछि आउनु होला आउँछु है। हजुर।